हेलो गाइस आफ्टर लङ टाइम वेलकम ब्याक टु माई च्यानल है। अनि मसँग एउटा पोडकास्टको भिडियो थियो मेरो र महेश दाजुको होइन। अनि मैले चाहिँ त्यो यत्तिकै राखिरहेको थिएँ कि युट्युबमा। अनि उहाँ चाहिँ नेपाल गइसक्नुभयो अहिलेलाई होइन, तर मसँग भिडियो छ। अनि आई डोन्ट हेभ एनी कन्टेन्ट टु अपलोड इन माई युट्युब, सो आई डिसाइडेड टु अपलोड द्याट भिडियो अन युट्युब। एन्ड आई थिङ्क यो भिडियो चाहिँ अनकट र यत्तिकै के लाइक आई डोन्ट नो हाउ टु एडिट द्याट है। 5-6 मिनटको कुराकानी छ। सो आई एम गोइङ टु अपलोड द्याट भिडियो विदाउट कट फर्स्ट टिल द एन्ड। अनि टिल द एन्डमा चाहिँ के भइरहेको छ एकदम हेर्न नभुल्नु होला है। एन्ड लेट्स इन्जोय द भिडियो। घर जाँदै हुनुहुन्छ अब जाने भनेको अब सपिङ गर्नुभयो हुँदैछ कति लाखको होइन। अब लाख भन्ने कुरै हुँदैन नि, अब हेर्दै जाउँ। बुढोले आज नि माछा कतायो लास्ट दिन लास्ट डे भएर पनि अब यस्तै भयो नि त। आज लास्ट होइन, हजुर आज लास्ट पार्टी दिने कि पार्टी खाने त पार्टी हुन्छ। पार्टी त गर्नु पर्यो नि। कति बेला हेरौँ समय मिलाएर। अनि के किनिदिनु भयो त भाउजूलाई? अब खासै डिमान्ड पनि गरेन, त्यही भएर अब अझै किन्न बाँकी छ। भाग्यमानी किन्दैछु। अनि स्यामसङ ग्यालेक्सी सोध्दै हुनुहुन्छ त यहीँ किन्न किन्दैन उहीँ किनिदिने? ए उति किन्नु पर्ला त्यो चाहिँ। अनि अरू भन्नुहोस् दाजु, एकदम कस्तो लागिरहेको छ घर जाने? अब एकदम एक्साइटेड छु। अब 2 वर्षपछिको यो पहिलो भ्याकेसन हो, एक्साइटेड छु। Oh my god. अनि के भन्छ अरे, अब मेन टपिकतिरै जाऊँ न त। अब मेन कुरा भनेको तपाईँले अब बडी कसरी बनाएको, जर्नी कस्तो थियो भन्ने यसो भनिदिनु न अब दर्शकहरूलाई। फिटनेस भन्ने कुरा कस्तो हो भन्दाखेरि सबैको लाइफमा यो गर्नै पर्छ जस्तो लाग्छ मलाई। किनभने यो हेल्थको लागि पनि एकदमै राम्रो हो होइन। यस, सो त्यही हो। अनि पहिला कस्तो हुनुहुन्थ्यो, अब घर गएर यस्तो भाउजूलाई बडी देखाएर होइन त्यस्तो खासै चेन्ज त भयो नि पहिला जस्तो त। फर्स्टमा म आएर अब तपाईँसँगै बस्या हो 4 महिना भन्दा बढी हो। अनि त्यो बेला जिम जाने भनेर म पनि गयो, 1 महिना गएर छोड्यो। होइन ठिक छ, अब मेहनत गर्नुपर्छ होइन, बानी बसाल्नुपर्छ त्यसको लागि। हुन्छ नहुने होइन, हुन्छ। ए साँच्ची? अनि दाजुले भात छोडेको कति भयो? त्यो भन्नु पर्यो नि त। अनि होइन छोड्नुभन्दा पनि अब अलिकति छिटो डाइटमा अलिक डाइट प्लानहरू पनि लिइरहेको थिएँ। सो अलिकति छिटो ग्रो होस् भनेर क्विट गरे हो केही दिनलाई होइन। केही दिन भन्दा भन्दै भनौँ न लामो समय नै भयो, 6-7 महिनै भयो। महिनै पुगे। अनि भनिदिनुहोस् अरू त अब के के हो र दाजु लजाइदियो यार क्यामेरा। पहिला दाजुभाइ गफ गरेर यस्तो गफ गर्नु न। अब हो, अब फर्स्ट टाइम भएर पनि होला होइन। नेपालमा गएर ल तपाईँ सपोज पत्रकार आएर यस्तरी ल यसो गरेर के सोध्यो भने अनि तपाईँ यतिकै बोल्नुहुन्छ दिने हो नि कन्फिडेन्टमा? होइन कस्तो हुन्छ भन्दाखेरि अब नर्भस त हुन्छ नि त होइन। फर्स्ट टाइम हो होइन, अब कन्फिडेन्ट हुँदैन, बिस्तारै हुन्छ। नानी बस्दै जान्छ कलमा भएर लाज लागेको होइन त्यस्तो के पनि होइन। हजुर, अब नेक्स्ट टाइम यो भन्दा नि अलिक बेटर होला कि होइन, यो फर्स्ट टाइम भएर होला जस्तो लाग्छ। भनेपछि गएर काठमाडौँमै बस्ने? काठमाडौँ केही दिन काठमाडौँ बसिन्छ होला, त्यसपछि घुम्ने प्लानहरू नि होला नि? छन्, घुम्ने प्लानहरू पनि छ। अब हेर्दै जाउँ, अब सोचे जस्तो नहुन नि सक्छ। पोखरा जाने कि ट्राई माई बेस्ट, चान्स होला सायद। सायद भनेको अरू गइ नि विशाल दाजु पनि जानु भएन होला। हेर्दै जाउँ। अनि जिम चाहिँ नेपाल गएर नि कन्टिन्यू गर्ने? नेपाल गएर समयले साथ दिएछ भने
विचार गर्नु पर्ला। अस्ति नै स्टोरेज फुल भएर रेकर्ड भएको थिएन त्यही भएको रे क्या मैले त्यही भिडियो बनाएँ धन्न बनाएको थिएँ अनि रेकर्डै नभइदिएको कि म चेक गर्छु है। ए ल भइरहेको रहेछ यस्तो हाँसो लाग्थ्यो मलाई पछाडि बोलेको आधा त नभएको के भिडियो त ल भनिदिनुहोस् न दाजु यसो 1-2 शब्द लास्टमा इन्डिङ के भन्ने ठिक छ हैन। अब भाइले जुन यो भ्लग बनाउने हैन अलिअलि सुरु गरेछ जस अब मनी सब्स्क्राइब गरेको छु क्यारे हैन। हजुर हजुर अब भ्युजहरू राम्रो आओस् हजुर हैन। मेरो नि अब साथीभाइहरू अब जाँदै हुनुहुन्छ यहाँ आउनुहुन्छ कि आउनुहुन्न ग्यारेन्टी छैन। डन्डै मोबाइल सहित आमा नछोपे भयो त क्यामेरा त गएको यार नाइस क्या चाहिँ ल यति गाइस अब क्यामेराले पनि साथ छोड्ला जस्तो लाग्यो। थ्याङ्क यू फर वाचिङ है। दाजु र मेरो पोडकास्ट चाहिँ पछि नेपालबाट फर्केर आउनुभयो भने फेरि आउँछ अर्को भिडियो। धन्यवाद।